हामी फेरि रिटर्न जान लागेको हामीहरूलाई बाटो थाहा अब हामी घर जाने बाटोतिर आइसकेका छौँ यो चाहिँ हो झिल के अहिले जब हामी आइसकेका छौँ फाइनली पुगि पनि सकेका छौँ अब बैक में न्यू वीडियो तो शायद अभी हम लोग जा रहे हैं वाले उस ऊपर पे गाइस अभी रात को तो मौसम नहीं था अभी मौसम मस्त हो रखा है अभी हम लोग जाने वाले हैं तो कल भी गए थे ज़्यादा ऊपर नहीं गए थे अब यहीं पर जाएंगे यहाँ पर फोटो वगैरह खींच रहे हैं हमारे टीम के मेंबर गाइस यताबाट हेर्नु अहिले के हो नैनीतालको भ्यू हेर्नु यो गाइस यो नैनीताल भनेको एउटा बादल सादल यस्तो बवाल राखेर अनि माथि जाने अहिले हामी के हो साँसे खुलिसक्यो अब हाम्रो रुम छ हामीलाई थाहा छैन तर यहाँबाट कति बजी धेरै घरहरू छन् अब हामीलाई थाहा छैन अहिले माथि टुपासम्म जाने यस्तो बाटो पनि कति खतरा यार उचाइमा छ के उचाइमा धेरै उचाइमा छ त्यो यता हाम्रो क्यापो नाम ए यस्तो यो हामी यो भन्दा पनि यो घरबाट बिचमा बसेका छौँ हामीहरू अनि अहिले हाम्रो अहिले आधा चाहिँ उता छन् अहिले यतातिर घुमिरहेछन् यही फाइनली जो बाटो हिजो आएको थियो उही बाटोसम्म पुगिसकेका छौँ अब हामी तलसम्म हिँड्दा हिँड्दा हाम्रो सानो निस्किसकेका छौँ अनि यता गल्ली हेर्ने यता बाटो नैनीतालको बाटो चाहिँ यस्तो छ कि साथीहरू हजुरहरू पनि आउनु होला एकछिन नैनीतालमा घुमघाम गर्न यो बाटो हेर्ने गाइस हजुरलाई सिन देखाउँछु फेरि म माथिबाट कस्तो छ भनेर यो हामी आइसकेको छौँ जो सिन भनेको थियो हामीहरूले हेर्नु गएछ यो यस्तो सिन छ माथिमा अब हामीलाई माथि जाने बाटो थाहा छैन अब कताबाट जाने फेरि तल आए अब यो बाटो कहाँ छ जानु साँच्चै अब हामीले जान लाग्छौँ अब हामीहरूलाई थाहा छैन साथीहरू पहिलो बार आएको मान्छे हो हामीहरू त यता पनि रुममा सबै त रुमवाले सबै हिजो त हेर्ने गाइस फिस्लिनेको डर छ यता पानी आउँदैछ यही हो के माथि जाने एउटा बाटो चाहिँ अरूको कन्ट्री हो इंडिया आंटी इधर से रास्ता है जाने वाला रास्ता है इधर से अच्छा ऊपर हाँ अभी वहाँ पर बाहर रास्ता नहीं था इसलिए ठीक है तो हामीलाई बाटो बताउँछ यताबाट आए पनि हुन्थ्यो त यार हामीले अरे यही त भने मैले तिमीलाई अब थाहा भएन त यार अब हाम्रो यस्तो धेरै हाइसम्म जाने अब यता हेर्ने गाइस पहाड यस्तो भ्यू छ बबाल सिन अहिले गाइस अब हामी आइसकेका छौँ फाइनली पुगि पनि सकेका छौँ अब किन धेरै भन्दा पनि यता बाँदर पनि मस्त इन्जोय गरेर आउँ अब हामी पनि इन्जोय गर्न आएको इन्जोय गर्ने हो इन्जोय गरेर घरतिर लाग्ने भोलि बिहान पर्सिसम्म हामीले घरतिर लाग्नुपर्छ साथीहरू यो कता यो लाग्छ पुलिस स्टेसन जस्तो चलेर हाम्रो माटो हामीले बाटो मिलिसकेको यता गाडी छोपेछ नि हेर्नु होला त्यो यो पनि पुलिस सर हो यस्तो घाम भए यो माथिसम्म चढ्ने हामीहरूले स्यासे खोलिसक्यो अहिले गाइज त्यो बाटोसम्म पुगिसकेका छौँ अब हामी यो त माथि हेर्नु यस्तो उही बाटो हेर्नु गाइज कस्तो छ स्यासे खोलिसक्यो हिँड्दै म पनि She moves like a map with no borders, a whisper caught in the wind. तब देखिन्ला भ्यू त बबाल भने पनि हुने ओए यो सिन हेर त हाम्रो रुम यतै त्यतैतिर छ के हो क्या तिमी
त्यो रैभन्दा अझ माथि हामीले हिँड्नु छ। मेरो त खुट्टा थकिसक्यो। अब धेरै दिनपछि आएको, धेरैभन्दा पनि पहिलेबाट आएको मान्छे हो क्या हामीहरू। यतातिर घर हाल्ने भएपछि त भइहाल्थ्यो, बोडी सोडी पनि बनिहाल्थ्यो। यो बाटो चाहिँ हो, यताबाट सिन देखिने हो। अनि अहिले म हजुरलाई देखाउँछु सिन कस्तो छ भनेर हाम्रो नैनीतालको। यो हेर्नु गए जिउ भ्यू। यता बोटिङ पनि गर्दैछ नि, हेर्नु उता हालत डाउन भइसकेको छ यिनीहरू। अझै हामीले योभन्दा माथि हिँड्नु छ क्या। अरे बाटो यो ओए ओ यता मेन रोड रहेछ त यार, यता मेन रोड रहेछ यता। अब आउनमा त आइहाल्यो, अब कता हामीलाई त्यो पनि थाहा छैन साथीहरू। अब हामी नयाँ मान्छेलाई केही थाहा छैन। पहिलेबाट आएको मान्छे भन्छ फेरि हामी यहाँबाट तल जानुपर्ने। आउनुमा त आइहाल्यो, अब खै अब हामीहरूलाई थाहा छैन कहाँ जाने कहाँ जाँदैन भनेर। यो सिन चाहिँ मैले भिडियोमा देखेँ जस्तो जस्तो छ हेर्नु। गाडी चाहिँ त गाडी भनेको चाहिँ त स्कुटी छन्, इन्टोक भने स्कुटी मात्र छन् यता। एउटा यहाँ छ, अहिले यतातिर मात्रै छैन, अरूतिर छन् कि इन्टोक धेरै छन् त्यता। हामी फेरि रिटर्न जान लागेको, हामीहरूलाई बाटो थाहा छैन। अझ यस्तो हामीले यस्तो यो घुमेर जानुपर्छ। यताबाट भ्यू चाहिँ कस्तो लाग्यो हजुरले? एकदम बगाल। यता भन्नाले पनि ज्यादातर भन्नाले यता घुम्ने मान्छे त्यही धेरै आउँछन्। हजुरहरू पनि आउनु दिनु होला। यता यो सिन्दा अगाडिबाट यस्तो घरबाट निस्किँदासम्म भनेर बिहानै उठ्दा उठ्दा त मस्तो पाहाड देखिहाल्यो। अब हाम्रो घर यतातिर भइहाल्थ्यो, तर हाम्रो घरको मान्छे हाल्दैन घर। यो सिन चाहिँ कहाँको हो? यो मेन रोडसम्म पुगिसकेका छौँ। गाइस यतातिरको रोड चाहिँ कस्तो छ कि भन्नाले यस्तो यस्तो ओह्रालो छ यता। यो घर यता छन् पाहाडमा, यस्तो पहिरो आएपछि त खत्तम फेरि। उही बाटोहरू त कच्चा बाटोमा आइसकेका थियौँ हामीले कति माथि जानुपर्ने हो यार। दौड्यो पिसा मलाई कस्तो भयो गाइस। यताबाट राम्रो भ्यू देखिने मलाई थाहा भइहाल्यो। यस्तो सिन छ कि मलाई यस्तो देखिहाल्यो कि यो बाटो यो देखेर मैले यस्तो बवाल छ सिन। अब आएको छैन मलाई, अब हेरेर थाहा भइहाल्यो कि मलाई। यता सबै गाडी बन्द गरेर आउँछन्। आस्तीले जाने हो गाडी बन्द गरेपछि। यो हो के सिन भनेको केटा। यो हो के बबाल सिन छ के मा, यस्तो सिन गाइस। अब योभन्दा तल हामीले जाने खै थाहा छैन। अब यस्तो यो पाहाड हेर के केटा हो। यो क्या हो? हालत डाउन। यति चढ्दैमा हालत डाउन भइहाल्यो यिनको त। हामी आइसकेको छौँ जो हामीलाई लोकेसन बताएको। यस्तो यही गेलो गेट यो, अरू गाडीसम्म जानुपर्छ। अब खोइ अब थाहा छैन त्यति। अब हामीलाई अब योभन्दा अगाडि चाहिँ जानुपर्छ हामीले। जाउँ कि के न के गरौँ? हान्देऊ न, केही गर्ने नि हान्देऊ। के हो? ओ यो गुफा भालुको गुफा चाहिँ हो। सरी आज होइन, भालुको पानी सानी आउने त्यो हो ट्याङ्कीको। हामीले यस्तो गेटको कुरा गऱ्यो हामीले हो, तर हामी यो गेटमा जान्न। यो स्कुल प्राइभेट के भन्छ नि एरिया हो, त्यही भएर हामी जान्न उता स्कुलको। हामीहरूलाई भनेको भन्नाले चाहिँ योगाले लेखा चाहिँ बताएको। अब योभन्दा अगाडि चाहिँ कसरी जानु पर्छ हामीलाई यता। यो
तर जग्गा चाहिँ राम्रो छ तर अनि के भन्छन् यो तर हिँड्नको लागि हात खुट्टा काम गर्दैन कि यतातिर त्यही भएर हामीलाई यो चाहिँ योभित्र हामीले एन्ट्री गर्नुपर्छ यतातिर यो गेट चाहिँ बताऊ हामीहरूले यो भित्र एन्ट्री गर्नुपर्छ त्यसपछि हामीले जानुपर्छ यता अब के गर्ने अब जाने अब के गाइस यहाँ चाहिँ आफै आफै तल गइरहेछ गाइस अब हामी रिटर्न जाँदैछौँ यता माथि चाहिँ हाम्रो के भन्छौँ यता माथि जानु अलाउड छैन गरे त्यही भएर हामी तल जानु लाग्यो यिनको त दिक्क लागिसक्यो यार मलाई त्यही त आएर यता गाडी हेर्ने नि यो गाडी मात्रै एउटा यो भयो एउटा एन्टोक मात्रै चल्छ यस्तो सिन मेरो ज्याकेटसँग यता सब यिनी सब घर भनेको चाहिँ ऊ भन्छ के भन्छन् यो पार्किङको के भन्छन् यार रेन्टमा दिनेवाला घर चाहिँ अनि त्यही भएर अहिले चाहिँ हाम्रो धेरै यति टाढा छ त्यति टाढा छ अहिले हाम्रो तलसम्म हिँड्नुपर्छ क्या हामी यो अब हामी घर जाने बाटोतिर आइसकेका छौँ यो चाहिँ हो झिल हेर्नु त बोटिङ पनि गर्दैछन् यता हामी थकेर बसेका छौँ अनि हाम्रो रुम चाहिँ यतातिर हो यतातिर अब खै कहाँ हो त्यति हामीलाई थाहा छैन अब वहीँ गएपछि थाहा होला अनि यहाँबाट हाम्रो रुम देखिन्ला यताबाट राजा यस्तरी देखिन्न क्या हाम्रो रुम भित्र छ त ए हाम्रो रुम भित्रतिर छ कि त्यही भएर देखिन्ला होइन अब यस्तो भ्यू भनेर